हुन्छ है बात्रो ल सम्पूर्ण साथीहरूलाई आज हाम्रो धनी मान्छे सिरियलको सुटिङ स्पटबाट सबैलाई नमस्कार गर्न चाहन्छु। आज चाहिँ हामी धनी मान्छे एपिसोड 2 र 3 को चाहिँ सुटिङ स्पटमा छौँ। अब हामी क्यामेरा ओपन गरिसकेका छौँ। हाम्रो आजको काम कसलाई भन्यो होइन दर्शकलाई भन्नु। दर्शक त उता हुनुहुन्छ अनि दर्शकले यता भयो। अनि आज हाम्रो एकदमै राम्रो व्यक्तित्व हुनुहुन्छ। म उहाँलाई केही एउटा प्रश्न सोध्न गइरहेको छु। उहाँ हुनुहुन्छ हाम्रो यो धनी मान्छे सिरियलको चाहिँ क्यामेरा पर्सन एडिटर। अब जिते भने कथा जम्मै के उहाँ के अल टोटल क्या अलराउन्डर होइन। हामी एकदमै होइन मिलनसार साथी दाई अब होइन दाई त होइन है दाई पर्छ होइन होइन छ्यासै त्यही म यस्तो हो। अब हामी दुईजनामा कसलाई दाई कसलाई भाइ देखिन्छ त्यो तपाईँहरूले कमेन्ट गर्नु त्यो कमेन्ट पनि गर्नु होला। अनि सर मैले एउटा कुरो सोधिरहन खोजेँ होइन। हजुर हामी यो धनी मान्छे सिरियल गरिरहेका छौँ। हजुर आज 3 भाग 2 भागको हामी सुटिङ गरिरहेको हजुरलाई कस्तो लागेको छ दर्शकहरूलाई अलिकति बताइदिनु होला। अनि यो हाम्रो कहिले आउने हो दर्शकले एकदम प्रतीक्षा गरिरहेको पनि मैले अनुभव गरिरहेको छु होइन। यो चाहिँ हजुरले बताइदिनु पर्छ। नमस्कार सबैजना दर्शकबिनहरूलाई। यति बेला चाहिँ हामी काभ्रेस्थली अहिले हाल बस पार्कमा छौँ भन्दा नि हुन्छ। पहिलाको पुरानो बस पार्कभन्दा अलि माथि बस पार्क लगभग यो झन्डा पार्कभन्दा मुनि छौँ होइन। भाइरल मन्दिर यहाँहरूले त थाहा नै छ। त्यो मन्दिरभन्दा जस्ट अलिकति तल छौँ र हाम्रो चाहिँ धनी मान्छे सिरियलको चाहिँ आज भाग 3 को सुटिङ हुँदैछ। पहिलो भाग दोस्रो भाग र तेस्रो भागको सुटिङको चरणमा छौँ। 2 भाग सुटिङ भइसकेको छ र आज हामी तेस्रो भागमा छौँ। हजुरले सोध्नुभएको एकदमै सही हो किनभने सबैजना एकदमै प्रतीक्षा गरेर आतुरमा हुनुहुन्छ। त्यो धनी मान्छे सिरियल चाहिँ कहिले आउँछ होइन अलि चाँडो आइदियो हुन्थ्यो हामी प्रतीक्षा गरेर बसेका छौँ भनेर भन्नुभएको छ। सबैले सोधि पनि राख्नु भएको छ आफ्नो आफन्तहरूले होइन इष्टमित्रहरूले सोधिराख्नु भएको छ। यो चाहिँ छिटोभन्दा छिटो आउने तयारीमा छ किनभने यसको लागि हामीले जिङ्गल गीत अनि टाइटल सङहरू सबै अनि ब्याकग्राउन्ड म्युजिकहरू बनाउने कामहरू हाम्रो धमाधम भइरहेको छ र एडिटको काम पनि हुँदैछ। अबको 1 हप्ताभित्रमा चाहिँ यहाँहरूको माझ आइसक्छ होइन धनी मान्छे सिरियल र सबैजनाले हेरेर एकदमै माया गरिदिनुहुन्छ भन्ने हामीले पूर्ण विश्वास लिएका छौँ। र हाम्रो कलाकारमा पनि एकदमै राम्रो राम्रो कलाकारहरू हुनुहुन्छ होइन। पुरानो कलाकारदेखि नयाँ भाइ बहिनीदेखि लिएर सबैजना हुनुहुन्छ। सबैजनाले माया गरिदिनु होला र विजय सरको कथा एकदमै दमदार छ। उहाँले एकदमै लागि पर्नु भएको छ डटेर लागि पर्नु भएको छ कसरी हुन्छ राम्रो बनाउने भनेर सोच्नु भएको छ। र यतापट्टि हाम्रो सपना म्याम पनि राम्रो अभिनय गरेर चाहिँ दर्शकलाई खुसी बनाउनुपर्छ भनेर हौसला दिइराख्नु भएको छ। र त्यही नै हो सर। अब हजुरको साथ र यो सम्पूर्ण टिमको साथ रहेसम्म चाहिँ धनी मान्छे राम्रो हुन्छ भन्ने मैले एकदम विश्वास लिएको छु। आगामी दिनमा धनी मान्छे पनि यस्तो थियो है भनेर एउटा इतिहास रच्छ जस्तो लाग्छ है। धन्यवाद सरलाई एकदमै राम्रो कुरा गरिदिनु भयो। ल दर्शकबिनहरू हामी एकदमै छिट्टै आउँदैछौँ बजारमा होइन र सबैजनाले हेरिदिनु होला। निशा गुरुङ अफिसियल युट्युब च्यानलबाट चाहिँ हाम्रा जुन धनी मान्छे सिरियलहरू चाहिँ अपलोड भइरहेको हुन्छ। सबैले लाइक सब्सक्राइब सेयर होइन कमेन्ट छोडिदिनु भयो भने र सल्लाह सुझाव दिनुभयो हामीलाई अझ हौसला हुन्छ। हाम्रो क्यामेरा पर्सन हुनुहुन्छ अहिले मन्दिरा म्याम उहाँलाई पनि धेरै धेरै धन्यवाद होइन। आज उहाँ सिन नहुँदै पनि हिजो उहाँको सकियो नि त होइन सर नहुँदै नै हामीलाई साथ सपोर्ट दिनको लागि आज बसिरहनु भएको छ। उहाँलाई पनि विशेष धन्यवाद दिँदै अब हामी यो धनी मान्छे सिरियललाई चाहिँ दर्शकको माझमा छोडिदिँदै अहिलेको लागि चाहिँ यो पनि भन्न चाहन्छु म जहाँ जाँदै हामी चाहिँ अब साथीभाइ होइन एउटा कलाकार होइन एउटा टिम भए पनि हामी एउटा परिवार जस्तो भएर चाहिँ काम गर्छौँ। रमाइलो पनि गर्छौँ। यहाँहरूलाई कस्तो लाग्छ जस्ताको त्यस्तै हुन्छ नि भनिदिनु होला र अन्यथा नलिदिनु होला किनभने हामी रमाइलो गर्ने क्रममा होइन कहिलेकाहीँ हुन्छ नि केही भनिरहेका हुन्छौँ केही बोलिरहेका हुन्छौँ त्यसलाई चाहिँ रमाइलोको रूपमा लिइदिनु होला भन्न चाहन्छु। रमाइलो पनि गर्नुपर्छ र काम पनि गर्नुपर्छ र अगाडि पनि बढ्नुपर्छ। हस् धन्यवाद नमस्ते। ल विजय सर आरती